सो नमस्कार है, नमस्कार नमस्कार गाइज। आज चाहिँ हामी रोपाइँमा छौँ। आज दिनेश नाति यसपालिको अन्तिम रोपाइँ। नाति गोरु जोत्दै छ। गोरु जोत्दै छ। अन्त हामी गोरु सबै छौँ कर्महरू। अहिले चाहिँ यता ठाउँमा छु। घोसु गरेर धन्न यार गोरु पनि हाम्रो एक महिना भइसक्यो लगातार जोतेको गोरु जोत्दै छ। यसपालिको अब धान खेती चाहिँ अन्तिमै हो। अब आजदेखि करिब सिद्धिन्छ। अर्को हाल पनि छ, 2 हालले जोत्दैछ। तलतिर सबै रोपिसकेको छ। यसको मात्रै बिच बाँकी छ। आज यो अन्तिम यसपालिको रोपाइँ चाहिँ माथि सबै रोपिसकेको छ। रोप्दै आउँदैछ रोपाहरू उताबाट। हामी चाहिँ यहाँ आइपुग्यौँ। तलतिर सिधेर आउँदैछौँ। यहाँ गोरु जोत्दैछौँ। अब धेरै छैन मेला पनि। करिब अब एउटा तल छ होला 2 त सुर्खा। यो सकिन लाग्यो। सकेपछि चाहिँ यसपालिको रोपाइँ अन्तिम पनि हुनेछ। धान रोपाइँ चाहिँ सक्यो। अब कोदो त बाँकी नै छ। कोदो फापरहरू त बाँकी नै छ। भौसी गरेर आउँदैछ हाम्रो ज्वाइँ साहब। रोपारहरू छ। तल पुगिसक्यो। जोत्दै छ। दाही सुन्नु छैन अब 2 जति यसपालिको अन्तिम रोपाइँ हुँदैछ। अब आगोसम्मको लागि रोपाइँ चाहिँ अब छैन। रोपाइँ चाहिँ छैन। कोदो त बाँकी नै छ। कोदो त सुरु गरेकै छैन। यता धानको बिउ ल्याउँदैछ। हाम्रो बिउ बाँडेर टोपोमा बोकेर ल्याउँदैछ। ए गरसम्म छ। मसिनो भयो भने केही फरक पर्दैन। यसको दाँतेलाई कटाउनु डराउनु पर्दैन। यसम्म भएको ठाउँमा त मसिनो भयो भने केही फरक पर्दैन। दुख्दैन पो। यो दाँते नभएको ठाउँमा चाहिँ अलिक गाह्रो पर्छ। दुख्छ। कुनै मेला हो आज। यसको त दुख्छ के अरे ठिक हुन्छ। गराहरू पनि सिकेको छ। यो पनि सिटिया हो। रोपेर ल्याएको हो। बिउ काट्नु यो 2टा मिलो तलबाट चाहिँ अलि 2टा मिलो ल्याएर आउँदैछ। 2टा मिलो सिकेपछि चाहिँ आज कुरो पनि सकिन्छ। अब धानको बिउ निकालेर बाँड्दैछ। अब एकजना रोपाले चाहिँ निकाल्दैछ। यो बिउ सकिन नै लाग्यो भएर नादिला कर यता आइपुगे। तर 2टा मात्रै बाँकी छ। यहाँ अब गोरामा लगाउँदैछ। एक-दुई रोपिसकेको छ। यो बिचमा मात्रै अलिकति बाँकी। सिकेपछि चाहिँ आजको यसपालिको रोपाइँ अन्तिम दिन हुनेछ। यो दाँती कुनै छैन। एक हलले तल जोड्दैछ। सक्यो। बाँधेर लगाएर पनि करिब सक्नु लाग्यो। गरम सम्मसम्म हुँदै आयो। तल गएर ओह्राल्दैछन्।
यहाँ रोपाला लिएर के आउँदैछ जिग्गा आइपुग्यो रोपाहरू आइसिङ थिङ आनिम भयो है आइसिङ थिङ आनिम भयो है माथि हेर्नु सबै ए रोप्दै आउँदैछन् ए आज कथे खरे खरे फोन लाउरी हाल्दैन यता